ल मेरो बाख्रा त यहाँ माथि पुगेको रहेछ। बाख्रा यहाँबाट सबै देख्न सकिन्छ। अघि मैले भिडियो गर्ने डाँडा चाहिँ त्यहाँ हो, उति डाँडाबाट गरे हो। यहाँ माथिहरू अति धेरै राम्रो दृश्यहरू छ नि हैन। बुच्चे त्यहाँ पर हो, म चाहिँ यहाँ माथि ढुङ्गामाथि चढिसक्यो। भुइँ चाहिँ तल हो, फेरि त्यस्तै देखिन्छ नि त भिडियोमा त। भुइँ चाहिँ यहाँ तल हो, यहाँ हो, म चाहिँ यहाँ माथि, यहाँ तल हो भुइँ चाहिँ हैन। बाटो त्यहाँ माथि भइहाल्यो। यता यो ठुलो ढुङ्गा हो, अस्ति मात्र काटेको घाँस हेर्नु न, अति नै पलौटाहरू पिपिराहरू निस्किन लागेछ। ल हेर्नुहोस् त, यहाँबाट यस्तो छ, यति ढिलै ठुलो ढुङ्गा छ, यति ठुलो ढुङ्गा छ कि यो। कति राम्रो घाँसहरू पलाइरहेको रहेछ, अस्ति मैले काटेको। यहाँ तलसम्म छ घाँस काटेको। ढुङ्गामाथि यत्रो यत्रो रुखहरू देख्न सकिन्छ हैन। र अनि यहाँबाट यहाँ बस्ने ठाउँ पनि छ। यहाँ बस्ने ठाउँ आनन्द, अति नै रमाइलो। ल हेर्नुहोस्, अघि मैले देखाएको माथि मालिङ्गे डाँडा यहाँबाट पो दामी देखिन्छ हैन। झन् पारी, झन् यता पारी, यहाँ पारीबाट चाहिँ झनै दामी देखिन्छ। म अहिले यहाँ माथि गएर देखाउने छु, अति नै दामी देखिन्छ। ल हेर्न सक्नुहुन्छ हैन। ल मेरो फोनले क्यामेरा नै राम्रो आएको छैन। यो भनेको चाहिँ मजुवा जाने बाटो हो। यहाँ हुँदै सानो बाटो छ गोरेटो, त्यो हुँदै हुँदै उता मजुवा पुगिन्छ। त्यसपछि यहाँबाट चाहिँ फेरि माथिबाट बुच्चे, रचनी, पोखरी, उता चम्पादेवी गाउँपालिका जाने बाटो हो, सामान्य गोरेटो। र यहाँ माथि खोलामा पनि ठुलो ढुङ्गा छ, यो चाहिँ डल्लो आकारको छ, त्यही भएर यो ढुङ्गाको नाम चाहिँ डल्ले ढुङ्गा भन्ने गरिन्छ हैन। अनि यहाँ मुनि हो, यहाँ तलतिर हो वन झाँक्री, श्रीमती र बच्चा चाहिँ यहाँ तलतिर हो। यो चाहिँ म अहिले तल जानलाई अलिक बोर लाग्यो, पछि जानेछु। यहाँ ठुलो रुख पनि देख्न सकिन्छ यहाँ तल। अर्को भिडियोमा अथवा म पछि अर्को भिडियोमा देखाउने छु। हेर्न सक्नुहुन्छ अघि म आएको बाटो यहाँ हो, यहाँ तलबाट हो। मेरो चप्पल तल नै छ, म चाहिँ चप्पल नलगाई आएको, खाली खुट्टा नै आएको होइन। यस्तै छ, यो ढुङ्गा चाहिँ अति नै रोचक छ। यो ढुङ्गा मुनि ठुलो ठुलो ओडार छ, अनि यहाँबाट त्यो तल ओडारबाट यहाँ निस्किन सकिन्छ। यहाँ अगाडि निस्किने ठाउँ छ होइन।